हेलो गाइज नमस्ते अनि वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हाम्रो लेबर डे, ह्याप्पी लेबर डेको सानोतिनो प्रोग्राम हुँदैछ। त्यसैले हामी यतातिर स्टेजतिर आउँदैछौँ है गाइज। ये देखेगा उसको टिकटॉक में मैं लाइक नहीं किया बोलता है। मैं मुर्गा हिंदी नफर इंडिया जिंदाबाद। इंडिया जिंदाबाद। स्माइल प्लीज, स्माइल प्लीज। बोलते हैं ना वो तो ऊपर। हाँ अभी अच्छा है। अरे कितना करना भन्दा ल साथीहरू प्रोग्राम पनि सकियो अनि शङ्कर दाइ र म चाहिँ यता समुद्रको छेउतिर यसो आएर बसिरहेका छौँ। यस्तै छ गाइज, बाहिरको साउन्ड छ अलिकति, त्यसैले गर्दाखेरि चाहिँ गीत सित बजाएर टिकटक सिकटक बनाउँदैन मान्छेहरूले। गाइज समुद्र छेउतिर नआएको पनि धेरै भएको थियो। आज चाहिँ यसो समुद्रको छेउतिर आएर हेरिरहेका छौँ, रमाइलो सो टाइम स्पेन्ड गर्दै रुममा कति बसिरहनु भनेर है। यस्तै छ दाइ, यसो घुमाइदिनु त यता क्यामेरा। ल ल ल यसरी समुद्र उतै हान्दा पारी देखिँदैन, कता के हो, समुद्रै समुद्र त होला नि त्यहाँ हान्दा पारी होइन। समुद्रै समुद्रको बिचमा भएको देश यस्तै छ है गाइजहरू। ल यस्तै चाहिँ अँधेरो अँधेरो भइसक्यो। कति छिटो अँधेरो भएको यार, रातपन लगाइसक्यो एक किसिममा गयो टाइम। या यस यस्तो रमाइलो गर्दै ओके। भिडियो कस्तो लाग्छ गाई, यसो नर्मल्ली सर्टकट भिडियो बनाएको कस्तो लाग्छ कमेन्ट गर्नु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला नयाँ नयाँ हुनुहुन्छ भने। ओके, हामी यसरी उतातिर गीत बजाएर के गरेछन्, कसैले माछा मारिरहेका छन्, हेर्ने बस्ने अन्त के भएर होइन। दिउँसो भन्दा अलिक गर्मी नै हुन्थ्यो होला, अहिले त अलि ठिकै छ। बेलुका चाहिँ अलि शीतल शीतलै छ। ओके जाने बिस्तारै, अब जहाँ जहाँ टाइम जान्छ। बाहिर मजा हुन्छ, बाहिर बनाएको छन्। फोनबाट यो चाहिँ सर्ट भिडियोको लागि सरकारले अलिकति काटेर गीतमा बनाउँछ नि त्यस्तो। अलि पहिला अलि उज्यालो घाम हल्का। लो गाइज, अरे ल आज लेबर डेमा हामी चाहिँ यसरी फेरि म्युजिक बजायो गाइज। कपिराइट आउँछ भन्नुपर्ने पिर फेरि के गर्ने जस्तै छ। ल हेर्नु, साँझ परिसक्यो, हामी पनि अब रुमतिर फर्किँदैछौँ।
त्यही हो गाइज, ल भन्न त धेरै आउँदैन। तपाईँहरूलाई भिडियो कस्तो लाग्छ हेरेर यसो प्रतिक्रिया पनि दिनु होला। कमेन्ट, लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। ह्याप्पी लेबर डे।